आज चाहिँ गाइज हल्का मुड अफ छ किन भनेपछि बिहान बिहानै सुतिराकै बेला चिङ्की मरेको भनेर खबर सुन्यो गाइज हैन। अनि म चाहिँ गाइज युमिकोलाई एडमिसन गरिदिन्छ गाइज हैन। त्यबाट युमिकोलाई एडमिसन गर्न जान्छु गाइज स्कुलमा। अब युमिकोको लागि किताब सोधिदिने हो गाइज। यहाँ रुमको पारा यस्तै छ देख्न सक्नुहुन्छ। सब बिजोगै बिजोग छ, सब लथालिङ्ग छ गाइज। चुक्कुको चाहिँ काम साम छैन, रोकोरै हो। कपाल यस्तो मिलाउ भनेको छोरी, यस्तो मिलाउ त गाइज। चिङ्कीलाई चाहिँ यहीँ पुर्यायो गाइज हैन। यहाँ देख्न सक्नुहुन्छ, यहाँ सम्म छ गाइज है। चिङ्कीलाई यहीँ पुर्याएको हो गाइज है। दिदीको देऊ, दिदीलाई देऊ त, दिदीलाई घाटा हाल्दैछ गाइज। के छ पानी परेछ हो। नमस्ते गुर्खास, फेरि पनि तपाईँहरूलाई स्वागत छ एकचोटि देशी गुर्खास भ्लग्समा हेर्न गाइज। आज चाहिँ गाइज हल्का मुड अफ छ किन भनेपछि बिहान बिहानै सुतिराकै बेला चिङ्की मरेको भनेर खबर सुन्यो गाइज हैन। अनि मम्मी चाहिँ त्यसलाई चाहिँ बिहानै खाल्डो पुरिसकेको छ गाइज हैन। अब खोइ त्यो कसरी मर्यो गाइज। न्यु इयरमा खसीको मासु टन्नै लिएर आएको थिएँ गाइज हैन। अब त्यो हड्डी खाएर घाँटीमा हड्डी सड्डी अड्काएर मर्यो हो कि गाइज हैन। मैले त्यसलाई हेर्न पनि पाइनँ हैन। म सुतिराकै बेला बिहानै मम्मीले त्यसलाई खाल्डो खनेर पुरिदिइसकेको रहेछ गाइज। त्यही हो, चिङ्की चाहिँ मर्यो गाइज हैन। अब म चाहिँ अहिले चाहिँ गाइज युमिकोलाई एडमिसन गरिदिन्छ गाइज हैन। त्यबाट युमिकोलाई एडमिसन गर्न जान्छु गाइज स्कुलमा गाइज। अनि युमिको त्यस्तो नहोला नि छोरी, चिङ्की मरेछ झन् हाँसेर बस्छौ तिमी के अरे। अनि युमिको एडमिसन गरेर आएपछि चाहिँ त्यसलाई कहाँनिर पुर्यायो गाइज हैन। त्यो चाहिँ मैले देखाउँछु तपाईँहरूलाई। गाइज युमिको चाहिँ भर्ना भइसक्यो गाइज हैन। युमिको भर्ना भइसकेको छ गाइज। अब युमिको लागि किताब सोधिदिने हो गाइज। यहाँ हामी चाहिँ रुममा आइसक्यो होइन। रुमको पारा यस्तै छ देख्न सक्नुहुन्छ। सब बिजोगै बिजोग छ, सब लथालिङ्ग छ गाइज। चुक्कुको चाहिँ काम साम छैन, रोकोरै हो। कपाल यस्तो मिलाउ भनेको छोरी, यस्तो मिलाउ त गाइज। चुक्कुको कपाल काटेको कस्तो छ गाइज। गाइज युमिकोलाई चाहिँ बुक पनि किनेर ल्याइदिइसक्यो हामीले होइन। छोरी निकाल त बुक छिटो नेपाली म्याथ दुईटा गाता फ्रीमा। इंग्लिश यो ओरको बुक भन्ने चाहिँ कस्तो हो गाइज। खै हाम्रो पालामा त यस्तो थिएन, थाहा छैन। सोसल गाइज है। चुक्कुले गाता हेरेर गाइज एकजना नाच्न थालिसक्यो यहाँ। अब राम्ररी पढ्ने नि त्यहाँ। आन्टी हो म ल गाइज। युमिको बुक पनि आयो, 5वटा बुक आयो गाइज हैन। फ्रीमा गाता पनि आयो। अनि एडमिसन फी 3000 हो गाइज हैन। अनि बुकको चाहिँ 1170 रुपियाँ लियो गाइज है। त्यही हो। अब राम्ररी पढ्नु पर्छ भनेर भन्छु युमिकोलाई। खै पढ्छ कि के गर्छ गाइज। किताबमा लाउने गाता हो त्यो। ल गाइज युमिको चाहिँ भयो अब कम्प्लिट होइन गाइज। एउटा टेन्सन चाहिँ साफ भयो गाइज होइन। चिङ्की चाहिँ मर्यो गाइज है। म तपाईँहरूलाई देखाउँछु चिङ्कीलाई कहाँनिर गएर पुरेको हो भनेर। ल गाइज म चाहिँ चिङ्कीलाई पुरेको ठाउँमा आइपुग्नु लाग्छ होइन गाइज। तपाईँको यो चाहिँ पुरै रोड हो गाइज होइन। यो रोड हो। अनि चिङ्कीलाई चाहिँ कहाँ पुरेको भन्दाखेरि यहाँनिर हो कि क्या गाइज है। गाइज चिङ्कीलाई चाहिँ यहीँ पुर्यायो गाइज होइन। यहाँ देख्न सक्नुहुन्छ, यहाँ सम्म छ गाइज है। चिङ्कीलाई यहीँ पुरेको हो गाइज है।
गाइज अब के भन्ने चिङ्कीको बारेमा गाइज है, मैले त अब मरेको देख्न पनि पाएन। म चाहिँ सुतिरहेकै थिएँ गाइज, मम्मीले बिहानै लगेर कुर्दिसकेको छ है। यो हल्का नरमाइलो लगाएर गाइज, अब जहिले देखिरहेको बानी त्यसलाई होइन, कहिले चल्ने पिट्ने गर्थे के अरे, त्यही हो गाइज। अब मान्छेको जुनी लिनलाई त यति चाँडै मरेन होइन गाइज, सानोमै हुन्छ। मान्छेको जुनी झन् लियोस् त्यो पनि राम्रै हो गाइज है। ल चिङ्कीको लागि चाहिँ सबैले आरआइपी भनेर लेखिदिनु होला गाइज कमेन्टमा है प्लिज गाइज है। गाइज इमिको गाता लिएर आए त यहाँ चुकुलाई पुरा खेल्नलाई रमाइलो भइरहेको उसलाई। ल्याउने ऊ चाहिँ पुरै के खेलेको दिदीको, त्यो दिदीको देऊ दिदीलाई, देऊ त दिदीलाई। ल गाइस अब यो के गर्छ है, देऊ देऊ तिन दिदीको हो, देऊ देऊ। ल गाइस अब यिनीहरूको त्यही हो, अब गाटाको लागि पनि पुरा बबालो घर। अब देऊ न, देऊ भाग्यो अब दिन्न गाइज होइन। ऊ यहाँ अब बाबु रोइसक्यो यहाँ छोरो। हेलो नरौ नलौ नलौ नरौ। ल गाइज इमिको हेर्न यहाँ किताबै किताब छोरे, त्यो च्यातिन्छ नि फेरि राम्ररी पढ्ने, त्यो किताबलाई एकदमै राम्ररी राख है, सुरक्षित गरेर है। अहिले फेरि ल गाइज यस्तै छ पारा गाइज होइन केटाकेटीहरूको गाइज। हेर्दिन होला गाइज सबैले देशी गोर्खा भ्लग्सलाई यस्तो सपोर्ट गरिदिनु पर्यो गाइज सबैले। ल गाइज बहिनीहरूले चाहिँ इमिको किताबमा गाटा हाल्दैछ गाइज। गाइज भर्खर खतरा घाम लाग्थ्यो होइन, भर्खर खतरा हुरी बतास पनि चल्यो, अनि यहाँ पानी परिरहेको होइन, अनि यहाँ स्टुको झ्यालबाट हेरेर बाहिर गाइज पानी परेको के छ, पानी परेछ हो गाइज, बाहिर पानी परिरहेको। पुरै अँध्यारो भएको छ गाइज, बत्ती पनि गयो गाइज होइन, बत्ती पनि गयो, पुरै अँध्यारो भएर पानी पर्यो। पुरै रमाइरहेको छु। गाइज यहाँ चाहिँ हाम्रो हल्का शान्तिमा काम चाहिँ भइसकेको छ होइन गाइज। यहाँ हेर्नु यो यहाँ चाहिँ पुरै माटो भरेर पाइप गाडेको गाइज। अस्ति हामीले यहीँबाट त हो नि, यहीँबाट सबै माटोहरू भित्र फाल्यौँ होइन, अनि अर्को टिप पनि माटो खसायौँ, अनि माटो खसाएर मान्छेहरू काममा लाएर गाइज होइन, सबै माटोहरू भित्र फाल्यो हामीले, अनि पाइपहरू पनि गाडेको छौँ होइन। अब यसको लागि पनि छाप्रो हाल्नुको लागि मान्छे खोज्दैछ गाइज। अब आजभोलि कामसाम छैन, अन्ततिर घरै बसिरहेको हुन्छु गाइज होइन।
घरै बसिरहेको हुन्छु, कामसाम छैन, अनि के गर्ने नगर्ने, काम धन्दा नभएपछि हल्का टेन्सन हुन्छ गाइज। खर्च सर्च धान्न गाह्रो हुन्छ गाइज। घरमै छु बच्चाहरूसँग रमाइलो गरेर हुन्छ, हल्का पुरा भिडियो बनाइरहेको हुन्छु गाइज होइन। त्यो लाइक सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला गाइज है। लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला गाइज है। अनि त्यही हो, घरै बसिरहेको हुन्छु, भिडियो बनाइरहेको हुन्छु, हेरिदिनु होला गाइज सबैले है। अरू के भन्ने गाइज, यति भन्दै मेरो यो भ्लग चाहिँ यहीँ अन्त्य गर्छु गाइज है। ल है त गाइज।